गाइज माई न्यू भ्लग। सो हामी चाहिँ यतिखेर टिकापुरमा छु हैन। आजदेखि हाम्रो चाहिँ होरीको स्टार्ट भइसकेको छ। हामी चाहिँ तपाईहरुको माझमा देखाउन सक्छु। यतातिर होरी भइरहेको छ। सो गाइज यतातिर मेरो दोस्तहरु हुनुहुन्छ। प्रकाशज्यू के छ? ठीक छ, एकदम ठीक छ हैन। हामी चाहिँ यो चाहिँ भिडियो युट्युबमा आउँछ है गाइज, युट्युबमा हेर्नुला सबैजनाले। सो पछाडी धेरै जनाहरु आइसक्नु भएको छ। आज फर्स्ट दिन हो। अब चाहिँ हाम्रो होरी स्टार्ट हुन्छ। सो यहाँबाट जाउँ न, यस्तो न। सो गाइज हैन, हामी चाहिँ टक टक हिँड्दै आएको। अगाडि प्रकाशज्यू पनि आउँदै हुनुहुन्छ। अगाडि हिँड न केटा। हामी दुईजना क्यामेराम्यान हैन। विशेष गरी हाम्रो चाहिँ युट्युबमा आउँछ भिडियो। सबैजना युट्युबमा, साथीहरु युट्युबमा गाइज। प्रकाशज्यू यता आउनु न। सबैले सब्स्क्राइब गरिदिनु होला। यो भिडियोलाई माया गरिदिनु। एकदम माया के कति हो अति माया गर्नु होला हैन। एकदम कति 1 मिलियन अनि हैन। सटासट तपाईहरुले देख्न सक्नुहुन्छ। यता गाइज हैन, थुप्रा कालो भए पनि हामी चाहिँ यो भिडियो बनाउन छोड्नेवाला छैन। मेरो भन्दा पछाडी पनि खेल्दै हुनुहुन्छ हैन। मैले सो अगाडि क्यामेरा गरेछु त्यसैले हो के। यतातिर हाम्रो कला संस्कृति यो परम्परा नै हो हैन। यतातिर चाहिँ भइरहेको छ। सो हैन, हामी चाहिँ यताबाट भइरहेको छु। टक्कमा हिँड्दै आएको हैन। मेरो भन्दा पछाडी पनि धेरै मान्छेहरु छन्। के पोज जास् न। परे हाम्रो यहाँ आशिष सर हुनुहुन्छ। यहाँ लक्ष्मणज्यू हुनुहुन्छ। यहाँ प्रकाशज्यू हुनुहुन्छ। भिडियो गर्दै हुनुहुन्छ उहाँले चाहिँ। अति मान्छे हुनुहुन्छ हैन गाइज। ओ माय गॉड, टिकापुरमा है हामी चाहिँ। सो गाइज हामीले चाहिँ यहाँ देखाइसकेपछि देखाउने दृश्य। अब चाहिँ हामी यहाँबाट जान्छौँ। अब चाहिँ हामी जान लाग्यो है गाइज। आशिषज्यू हुनुहुन्छ यता। हामी चाहिँ बाहिर जान लाग्यो गाइज हैन। अब चाहिँ हामी घरतिर जान पर्यो यार। झ्याउ लागिसक्यो यतातिर। सब हामीले देखाउने दृश्यहरू तपाईहरुलाई देखाइसकेको छु। मान्छेहरु त धेरै छ हैन। आज होरीको फर्स्ट डे। त्यही हो गाइज, युट्युबमा म भिडियो हाल्छु, सबैजनाले हेर्नु होला है। यो भिडियोमा साथी दिदी बहिनीहरु सबले माया गरिदिनु होला। यो भिडियोमा सबैले माया गरिदिनु होला गाइज हैन। सक्नु जति दुई कमेन्ट हाने पनि भो गाइज। सब जना हैन एकदम हामी त लोय माया गरिदिनु होला है। हजुरकै आश छ। मेरोमा भरोसा छ है। साथ र सपोर्ट गाइज। यहाँ हामी चाहिँ केटाहरुको ग्याङमा यता। अनि भोलि चाहिँ हाम्रो कार्यक्रम कहाँ हो? लक्ष्मणलाई चाहिँ एउटा केटी चाहिएको छ रे। ह्यान्डसम छन् हेर्नु त सबैजना। यार केटी चाहियो अरे मेरोमा सर गर्नु। अनि लक्ष्मण दासलाई केटी चाहिएको छ हैन। कोही हुनुहुन्छ भने? मलाई त चाहिएन गाइज, म त सिंगलै हो। सिंगलै रहने हो है। अनि हामी चाहिँ सिंगल नै हो हैन। हामी चाहिँ यो केटी सेटीको पछि लाग्न चाहन्न हैन। हामीलाई केटीले नहेर्दा नि हुन्छ। हामीले जबसम्म हामीहरु आफू बन्दिन तबसम्म हामी केटीहरु हेर्दैन के गाइज हैन। हामी चाहिँ लाग्दैन चाहियो। तर लक्ष्मणलाई चाहियो के? चाहियो के? चाहियो। इनलाई चाहियो। मलाई चाहियो। नट नेगेटिभ ओभरथिंकिङ है केटा। नेगेटिभ बोल्ने काम नगर्नु। ओन्ली पोजिटिभ गाइज हैन। सो
यहाँ चाहियो अरे केटाहरूलाई लक्ष्मणलाई चाहिँ जिएफ चाहिएको छ होइन यदि तपाईँहरू कोही हुनुहुन्छ भने यस्तो कन्ट्याक्ट गर्नु होला त्यहाँ अनि हामीले चाहिँ मैले त्यो यहाँ कमेन्ट गर्नु म व्हाट्सएप नम्बर दिइहाल्छु होइन दिइहाल्छु हजुर तर पनि तपाईँहरूले सबै भिडियो हेर्नु होला है हाम्रो ल बाई बाई गाइज बाई 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 भन है केटा बाई बाई गाइज बाई नमस्ते सलाम बाई बाई गाइज